पोखरा महानगरपालिका वडा नम्बर 16 जुम्लेटी खरेमा अवस्थित सिद्धबराह मन्दिरमा बराह पूजा गरिएको छ। परापूर्व कालमा जुम्लाबाट आएर बसेको भएर गाउँको नाम नै जुम्लेटी रहेको र सोही बेलादेखि जुम्लेटी बासीहरूले बुच्छिया एवं क्षमायाचना स्वरूप हरेक वर्ष ज्येष्ठ शुक्ल पूर्णिमा र मक्सिर पूर्णिमामा विशेष पूजाआजा गर्दै आएको बनाइरहेको छ। त्यसो त सिद्धबराह मन्दिरको विशेषता के छ त? स्थानीयवासीहरू यसो बताउनुहुन्छ। लक्ष्मण आचार्य, हामीहरू यहाँ चाहिँ जुम्लादेखिबाट आएर यो ठाउँमा बसेको हुनाले चाहिँ यो गाउँको नाउँ जुम्लेटी रहेको। अब चाहिँ हामी चाहिँ हरिपद्यका शाखा सन्तान कौडिनी गोत्रका आचार्यहरू यहाँ चाहिँ हाम्रा पुर्खाहरू आएर बसेपछि अनि कुलपूजा आएपछि यस ठाउँमा चाहिँ पहिरो बग्न चाहिँ सुरु भएछ। कुनै के अरे हाम्रा पुर्खाहरूको उसमा त्यो पुर्खाहरूले पहिरो गयो भनेर हाम्रो चाहिँ कुलले यहाँ चाहिँ सिद्धबराह गुरु लहर यो ठाउँमा राखिदियौँ भने यहाँ पहिरो धानिन्छ भनेर यहाँ चाहिँ पहिरो धान्नका लागि यहाँ हाम्रा पुर्खाहरूले ल्याएर हाम्रा यी सिद्धबराहलाई राख्नु भएको। हामीले चाहिँ यो सिद्धबराहमा के अरे हामी पुर्खाहरूले त गरेनै, हामी बालबच्चा हुँदाखेरिदेखि पनि पूजा गर्दै आएका थियौँ। हामीले ढुङ्गाको शिला मानेर यहाँ सिद्धबराह मानेर सधैँ के अरे मुसिरको गौडी पूर्णिमामा र जेठको गौडी पूर्णिमामा हामी उँधौली भनेर पूजा गर्दै आएका थियौँ। अनि हामीहरूले यो मन्दिर स्थापना गरौँ, अनि मन्दिर स्थापना गरेर राम्रै तरिकाले पूजा गरौँ भनेर चाहिँ अहिले पूजा गर्न हामीले राम्रै तरिकाले पूजा गर्न लागेको अहिले चाहिँ 4-5 वर्ष भयो। अनि यहाँबाट अब चाहिँ के अरे प्रदेशबाट अब चाहिँ वडाबाट कतैबाट चाहिँ सांसदहरूले पैसा पनि हालिदिँदै हुनुभएको छ। हामीहरूले पनि आफै अब तल्लो स्तरकाले चाहिँ जति सके पनि नत्र 5-7 हजारको दरले उठाएर यो मन्दिर पुनः निर्माण गरेर अनि अहिलेसम्म चाहिँ राम्रै तरिकाले पूजा गर्दै आएछौँ। अहिले धन्यवाद रेडियो सफलता। यो गौडी पूर्णिमाको जुन जेठको गौडी पूर्णिमामा हामीले सधैँ यसरी नै पूजा गरेका थियौँ पहिला हाम्रा बुवाहरूले, र अहिले हाल 5 वर्ष भयो हामीले यस मन्दिरलाई एउटा संरक्षण समितिको सदस्य संयोजक मलाई बनाउनु भयो र यो त्यस्तो जीर्ण अवस्थामा थियो र हामी सबै दाजुभाइको सल्लाह अनुसार यो जीर्ण अवस्थाको मन्दिरलाई गाउँका सम्पूर्ण दाजुभाइहरूले सहयोग गरेर र अहिले पछिको टावरमा आएर हामीलाई सांसद कोषबाट नि पैसा भएको भएर हामीलाई यो बारहरू केही लगाइयो। त्यसरी यो मन्दिर यो हाम्रो गौडी पूर्णिमाको पूजा गर्ने भनेको हाम्रो गौडीको पूजा गरिन्थ्यो। त्यो गौडीको पूजा गर्दै हामीले यहाँ पनि थोरै छुट्याएर यहाँ नि यो बराह मन्दिरलाई पूजा गरिन्थ्यो। हाम्रो बुवाहरूले गर्नुहुन्थ्यो। त्यसैको सिलसिलामा हामीले पनि गर्नुपर्छ भन्ने हिसाबले त्यो मन्दिर बनाइयो र मुसिरको पूर्णिमाको र जेठको पूर्णिमामा हामीले यो मन्दिरमा पूजा गर्ने गरेका छौँ। र अहिले आएर हामी अलिकति सक्रिय भएर पहिलाभन्दा यहाँ चाहिँ पूजा गर्न आउँदा कति आउनुभयो, आएर जाँदाखेरि मागेर गएको कुराहरू पुरा भयो, छोरा भए नाति भए भन्ने कुरा भएको भएर हामी अहिले अलिक बढी यसमा अलिक लगनशील भएका छौँ। र धेरैलाई चाहिँ यस ठाउँमा आएर दर्शन गरेर जानुभएकोलाई राम्रो भएको भएर हामीले यस ठाउँलाई चाहिँ अलिकति केही गर्न पाए हुन्थ्यो भन्ने धारणा राख्दै केही सहयोग पनि भयो, हामीलाई बाहिरबाट सहयोग भयो र हामी यो मन्दिर बनाउन सफल भएछौँ।
सम्पूर्णलाई धन्यवाद दिन्छु। म टाढा टाढा हुनुभएका साथीहरूले पनि यो मन्दिरमा सहयोग गर्नुभएको छ र उहाँहरूको देनले पनि हामीले गर्ने मौका मिलेर यो ठाउँमा यस्तैको मन्दिर बनाउन मिलेको। बाहिर हुनुहुन्छ उहाँहरूलाई पनि धन्यवाद छ र गाउँवासीहरूलाई पनि सम्पूर्णलाई धन्यवाद छ। हस्। नमस्कार, मेरो गङ्गा आचार्य। म यहीँ जुम्लेटीको बासिन्दा हो। पहिल्यैदेखि यहाँ मन्दिरको लागि चाहिँ पहिला सानो हाम्रो बाबुबाजेको पालादेखि भइराखेको। अनि अहिले चाहिँ मन्दिर बनाएको कति 3 वर्ष जति तकरिबन भयो। सबैको सहयोगले मन्दिर बनाइएछ। अनि अहिले चाहिँ प्रत्येक वर्ष हर कोही अब जस्तै पूर्णिया गौरव गर्ने पूर्णियाको दिन प्रत्येक पूर्णियाको दिन पूजा गर्ने भन्ने एउटा विश्वास पनि भयो। सबैलाई आँटेकोहरू पुगेछ। ओम वराहदेवताभ्यो नमो दानं दुग्धं समर्पयो तत्तं वास्तविदाय नमरचेतं भवन्तु सदा सर्वदा वराहदेवाय नमः। मेरो नाम धुनीराज आचार्य, गाउँ जुम्लेटी, वडा नम्बर 16, यसै खहरे भन्ने ठाउँमा यसै सिद्धबराको मन्दिर। हाम्रा बाबुबाजे पुर्खले अब कुन बेला यहाँ बिहानीको पहिरो चलेछ। पहिरो चलेपछि अनि त्यहाँबाट चाहिँ बाबुबाजेले चाहिँ अब आएर चाहिँ यहाँ अब हुम्ला जुम्लादेखि चाहिँ हाम्रा पितृले हाम्रा कुलाइनले ल्याएका रहेछन्। हाम्रा कुलाइनले लिएर आएर चाहिँ यहाँ यो ठाउँमा राखेर धानिएको रहेछ। र अनि त्यहाँबाट तपाईँको चाहिँ हाम्रा सानो बाले यहाँ माथि उसमा गोठ राख्थे, भैँसी बाँधेर गोठ राख्दाखेरि उँधो फर्केर तैँले दिसा पिसा गरिस् भनेर चाहिँ पिटेछन्। भगवानै गएर पिटेछन्। एकदम कालो कालो चाहिँ अनार लिएर गएर चाहिँ तपाईँको चाहिँ पिट्नुभएछ। पिटेपछि अनि ओहो यहाँ पूजा आचा गर्नुपर्ने भयो, यहाँ के गलत भयो है भनेर भन्नुभयो। अनि पूजा आचा त अब पहिल्यै पितृहरूले गरिराखेका रहेछन्। पितृ अब हुम्ला जुम्लाबाट पितृले लिएरै आएका रहेछन् सँगै हाम्रो बाबुबाजेले, हरिवाद्या वंशले। अनि त्यहाँबाट आएर तपाईँको चाहिँ यहाँ थापना गरेछन्। थापना गरिसकेपछि अनि पानीको मूल यहाँ पहेरी पनि थियो। पहिराले खलबल्यायो अनि माछा निक्लिन्थे। माछा पनि चाहिँ लोभर गए, कता गए पहिरो गइसकेपछि अनि त्यहाँबाट आएर चाहिँ अब साउनको महिना परिष्ठ महिना छ, नुहाई धुवाई अर्नको निमित्त रोग हराउँछ। आएर चाहिँ यहाँ अब पहेरी पनि छैन, धारा पनि छैनन्, केही पनि छैन। अब सहयोग गर्ने मोहनदाताहरूले देश विदेशका चाहिँ दाजुभाइ दिदीबहिनीले देश विदेशबाट चाहिँ सहयोग गर्नु होला भन्ने अनुरोध गर्दछु। अनि अब यहाँ हजुरहरूले जे चाहनुहुन्छ भक्कल गर्नुभयो भने हजुरहरूको चाहिँ जे चाहनुहुन्छ, जे भक्कल गर्नुहुन्छ त्यही पुरा हुन्छ। हेर्नुहोस्, पुरा हुन्छ। त्यसो भएको हुनाले हाम्रो पहिरो पनि धानियो, हामी सबैको रक्षा पनि भइराखेको भएको हुनाले यहाँ प्रत्यक्ष हामीले चाहिँ पूजा गर्न थालेका हौँ। मेरो नाम कटकबहादुर कार्की, म वडा नम्बर 16 जुम्लेटीमा बस्छु। पुर्खैदेखि त हाम्रो चाहिँ बाबुबाजे चाहिँ राखुबाट चाहिँ जुम्लाबाट आएर चाहिँ हाम्रो यहाँ बस्ती थियो। त्यो बस्तीमा हाम्रो चाहिँ अब बाबुबाजेले चाहिँ मान्दै आएका भएर भूमे सिमे ब्राहा देउतालाई मानेपछि अनि हाम्रो यहाँ चाहिँ केही देउताको थान थिएन। एउटा सानो ढुङ्गो थियो। त्यो ढुङ्गालाई चाहिँ हामीले सबै गाउँलेले चाहिँ अब बसेर चाहिँ यहाँका दाजुभाइले सबैले बसेर एउटा मूर्ति बनाएर पूजा गर्थ्यौँ। पूजा गरेपछि पछाडि चाहिँ हाम्रो चाहिँ यहाँ एउटा सानो मन्दिर बन्यो। सानो मन्दिर बनेपछि के भयो, हाम्रो पूजा आचा भयो। पूजा आचा भएपछि अनि त्यहाँबाट सानो मन्दिर थियो। त्यहाँबाट अनि हाम्रो यहाँ चाहिँ यहाँ पानीको कुवा पनि छ। यहाँ पानीको कुवा थियो। हामीले यहीँ पानीको जुम्लेटीवासीले हामीले चाहिँ पानी यहीँले खान्थ्यौँ। र हामी चाहिँ पानी यहीँ लगेर खाएपछि हाम्रो यहाँ साना माछाहरू पनि खेल्थे। माछा अब आउने जाने हुन्थ्यो, हामीले हेर्थ्यौँ। र
पहिल्यैदेखि त हाम्रो बाबुबाजेले पूजाआजा गरिराखेको हुनाले हाम्रो एउटा चाहिँ पुर्खाले चाहिँ यहाँ एउटा ढुङ्गो थियो, त्यो ढुङ्गो चाहिँ एउटा चाहिँ हाम्रो पूर्णबहादुर भुजेल भन्ने यहाँ एउटा दाइ हुनुहुन्थ्यो, उहाँ बितेर जानुभयो। उहाँले यहाँ अब घर बनाउनु पऱ्यो भनेर उहाँले चाहिँ एउटा ढुङ्गा फोर्नुभयो। ढुङ्गा फोर्नुखेरि उहाँलाई चाहिँ सन्चो भएन, बिमारी हुनुभयो। अनि त्यहाँबाट के भयो कसो भयो भनेर चाहिँ अनि हामी तत्कालले घर ल्यायौँ फुफा गर्दा। अनि त्यहाँबाट यहाँ चाहिँ फुफा गरेपछि यहाँका भैया देउतालाई क्षमा गरिदिनुहोस् भनेर हामीले यहाँ चाहिँ पूजाआजा गर्छौँ। हामी चाहिँ अब यहाँका ढुङ्गो भनौँ जे पनि हामी केही गर्दैनौँ, यहाँ केही खन खोर्सन हामी गर्दैनौँ भनेर चाहिँ अनि हामीले पूजाआजा गरेपछि अनि उहाँलाई सन्चो भयो, राम्रो भयो। ल अहिले चाहिँ हाम्रो चाहिँ मन्दिरमा सबै दाताहरूले सबैले अब यो मन्दिरलाई यहाँ बनाउनु पऱ्यो भनेर जुम्लोटीवासी ठाउँबाट जहाँ त्यहीँबाट विदेशबाट चाहिँ पैसा आयो, पैसा आएर अनि हाम्रो मन्दिर बन्यो। मन्दिर बनेर हाम्रो चाहिँ अब जे भने नि हामीलाई चाहिँ आँटेको त सबै पुग्छ। सबै भनौँ न हाम्रो नेपालको अधिराज्यभरिबाट आउनुहुन्छ, दर्शन गर्नुहुन्छ। यहाँको इच्छा आकाङ्क्षा कोहीलाई छोरा भन्नुहुन्छ, कोहीले केही भन्नु भनेर दर्शन गर्नुहुन्छ, दर्शन गरेर जानुहुन्छ। उहाँको सबै कुरा मनोकामना इच्छा पुरा हुन्छ। त्यही भएर हाम्रो यो यहाँका बराह देउता, हाम्रो ताल बराह देउता, ढोर बराह देउता यी सबै एउटै हुन्। र उहाँलाई चिठी पनि आएको थियो हाम्रो यहाँ चाहिँ ल तपाईँको पनि बराह देउता रहेछन् भनेर चाहिँ अब त्यहाँबाट यहाँ चाहिँ चिठी आएर हाम्रो ढुनिराज आचार्यलाई चाहिँ अनि चिठी आयो। अनि उहाँ पनि अब हुनुहुन्थ्यो। ल हाम्रो यहाँ एकदम साक्षात् बराह देउता खान कोही पनि अब कहीँ पनि विदेश होस्, कहीँ गाउँबाट चाहिँ तपाईँहरूले जुम्लेटी भन्ने सोध्दै खोज्दै र बराह देउता कहाँ हुनुहुन्छ भन्दै सोध्दै आउनुभयो भने यहाँका बासिन्दा हाम्रो चाहिँ दाजुभाइ बन्धुहरूले सबैले बताइदिन्छन्। मनोकामना इच्छा पुरा हुन्छ। यहाँको बराह देउता यति छ्याछ्याती हुनुहुन्छ कि बस जे माग्यो त्यही पुरा। यहाँ चाहिँ के भन्छ एउटा यहाँ हाम्रो ताल बनाउनु पाए, त्यहाँ माछा खेल्ने थिए। ताल बनाएर चाहिँ अब यहाँ एउटा पानी त आइरहेको छ कन्टिन्यू चाहिँ थोरै पानी त आइरहेको छ। यहाँ ताल एउटा पोखरी माछा पोखरी बनाउनु पाए, त्यहाँ माछा खेलिरहेको हुन्थ्यो, सबै अझ राम्रो हुन्थ्यो भन्ने मेरो विचार छ। रेडियो सफलता 103.4 मेगाहर्ज सुन्न मन लाग्यो।